यो चाहिँ आजको यात्रा हाम्रो हुनेछ माथि गाउँ सो पिङ खेल्न जान। यो देख्न सक्नुहुन्छ यो स्कुल हामीले बच्चादेखि यहाँ 1 कक्षादेखि पढेको कहरा सिकेको स्कुल यही हो। हाम्रो गाउँका टोलीहरू यता खान म यता छु आउँदैछन् है देख्न सक्नुहुन्छ। हामी माथि गएर देखाउँछौँ दृश्य क्या फाइनली हामी हाम्रो माथिल्लो गाउँ आएका छौँ। यो रमणीय दृश्य देख्न सक्नुहुन्छ। यहाँ गाउँ छ, यहाँ पिङ छ, यहाँ रोटे पिङ हालिन्थ्यो, यो अहिले त हालेर हिँड्छन्। सो धेरैमा आइयो हकैला खा स्याहाँ स्याहाँ भा ओ वहाँ डाँडाको टुप्पामा पैँकोट छ, यतापट्टि हाम्रो सानाकोट हो यहाँ हाम्रो। ल हाम्रो तिलक भाइ यहाँ पिङ खेलिरह। सो देख्न सक्नुहुन्छ यो दृश्य ल दामी देख्न सक्नुहुन्छ। ओ यो पिङ त पहिला त छेउमा थियो होइन र? ए होइन यो पिङ पहिला छेउमा भयो जस्तो लागेको थियो र अलिकति साह्रै गयो खै के थाहा भएन। यता यहाँ घाँसमा त कहाँ आउँछ यो बुटोमा जे हानी छोडिदियो। म 4 वर्ष गाउँमा आएको बल्ल मास्थेर हेर्न सक्नुहुन्छ। यहाँ पिङ खेलिन्छ। अब पिङ खेल्यो खोइ आनन्द आहा सर र बसेर खेलेर चाहिँ बसिन आउँछ। आहा क्या आनन्द छ। यतापट्टि यस्तो स्वर्ग देखियो है के छ। ल ल ठिक छ ठिक अब ठिक ल ओ मेरो भिडियो खिच्दियो। कहाँ त्यो त छ राखेर हिँड्छ मान्छे छैन गाउँमा मान्छे छैन क्या राम्चेमा। ल देख्न सक्नुहुन्छ पिङ खेल्यो यतापट्टि भिडियो सिडियो सब यहीँ छ। ल फोटो अब हामी यहाँदेखि जान्छौँ हो त्यो डाँडाको टुप्पामा पुगिन्छ है त। ल हो यहाँ पुगिन्छ अब अझै 1 घन्टा लाग्छ। दामी ल माथिल्लो गाउँ आइएको छ। हिँड्दै 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 डाँडा काँडा घुम्दै घुम्दै यो रमणीय दृश्य देख्न सक्नुहुन्छ। यो कोटा हाम्रो स्यालेले यो कोटा भन्छौँ हामीले। ओ वहाँ पैँ कोटा छ, यो हाम्रो कोटा हो, यो हाम्रो गाउँकोले यहाँ पूजा गरिन्छ। सो देख्न सक्नुहुन्छ दृश्य रमणीय दृश्य। उकालो छ यहाँ बाइजू मण्डली भन्ने थाहा छ है। ल हामी यति बेला बाइजू मण्डली आएका छौँ हाम्रो गाउँको। ल देख्न सक्नुहुन्छ बाइजू मण्डली थान खै भित्र जाम्न कस्तो छ ल दामी। यहाँ दसैँको दिन यहाँ पाठासाठा काट्ने क्यार्ने टिका लगाउने यही हुन्छ यहाँ हाम्रो गाउँकोले। माथि हाम्रो गुरुङ गाउँको बस्तीहरूले है। सो देख्न सक्नुहुन्छ यो भ्युज वाह। ल ओ माथि आइज मण्डलीको थानमा उतिन त कोटतिर गएछन् के फलेछ यहाँ बेलुदी फले सुन्तला आमिलो है। यसलाई के भन्छ अरे यसलाई के भन्छ अरे चटेला भन्छ यसलाई होइन। यो गुम्बामा हामी पुसे 15को दिनमा आएर यहाँ नाचगान रमाइलो गरिन्थ्यो देख्न सक्नुहुन्छ यो दृश्य। वाउ लुक एट दिस भ्युज गाइज। हाम्रो गाउँ आउनु होला ल घुम्न यस्तो दामी छ नि ए भगवान्। ल हेर्न सक्नुहुन्छ यो भ्यू। ल यहाँ पौवा बनेको छ यहाँ उ छ ल र बाटो यस्तो दामी छ। गाउँ गाउँमा घर घरै जाने बाटोहरू ढलाइ भएको छ। सो देख्न सक्नुहुन्छ उतापट्टि हो त्यहाँ डाँडाको घर छ। ल ओ खिनियम हो ल देख्न सक्नुहुन्छ यो गाउँ टक्क बाटो साटो देख्न सक्नुहुन्छ। मठ मन्दिरहरू लगायत सुन्तला यस्तो दामी। अब 1 महिनामा त यो सुन्तला यो हरियो देखिएको हो नि पुरै पयालो मात्रै हुन्छ। ओ बा नमस्कार ठिकै हुनुहुन्छ? ल ल ल देख्न सक्नुहुन्छ यो हाम्रो बेलदाईको घर है। ल बेलदाई हाम्रो नमस्कार दिदी। यता डाँडातिर घुम्नु जाऊँ जाऊँ हिँड्नु होइन यहाँ अझै छन् यहाँ टोली धेरै छन्। ओ मास्ति देख्न सक्नुहुन्छ हाम्रो किरण दाईको घर छ त्यहाँ। सो यतापट्टि अहिले आउँदा पसिन्छ हामी। काँक्रा छ किन यता ए झ्याल मरेछ काँक्राको झ्याल मरेछ सबै। ढोका त मरिएर हिँड्छ झ्याल मरेछ ढोका त मरे होइन झ्याल मरेछ। के छ यता हाम्रो एकदम ठिक छ रमाइलो भइरहेको मजा आइरहेको नि। खुट्टा कतिको दुख्यो? खुट्टा बहुत दुख्यो हो। अनि हाम्रो तिलक भाइ हजुर हजुर भन्नुहोस् के छ कस्तो लागिरहेको? एकदम हो। अनि हाम्रो फ्यान्स फलोइङहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ हाम्रो शुभचिन्तकहरू दर्शकहरूलाई?
लाइक गरिदिनु होला फलो गरिदिनु होला फलो नगरेका भाइरल गरिदिनु होला मलाई फलो ब्याक दिनुहुन्न फलो नगर्नु होला मलाई फलो गर्नु होला तपाईँको के छ आइडी मेरो नाम अस्मिता नेउपाने अनि कति हो थाहा छैन कति छ थाहा छैन त्यही है कति अस्मिता नेउपाने पछाडि कति छ थाहा छैन सर्च गर्नु होला सो आउँछ यो सुन्तला अहिले हरियो देख्नु भएको छ नि अझ अब 1 महिनाभित्रमा आउनु त तपाईँले यहाँ पुरै प्यालो मात्रै देख्नु छ कि यस्तो दामी फल्छ पात पनि प्या हेर्नु सक्नुहुन्छ है ल यिनीहरू यता आउँदैछ हाम्रो टोली यही हामीले रोइसार खाना हुन्थ्यो नि के चाकु नै छैन काट्नु ल हेर्नु यहाँ हामीले यस्तो दामी यस्तो गरेर यस्तो क्वापट्टि त हामीमा स्कुलबाट आउँदाखेरि केमा घोषा दिउँ हामीले तिमीहरूलाई त थाहै भएन तिमीहरू हट्या पढ्यौ मिडुमै ल यहाँ फुटबल ग्राउन्ड छ है यहाँ मेस्सी रोनाल्डो जस्ता त कति निस्के नाम नचलेर मात्रै यो साँच्ची भनेको यहाँ मेस्सी रोनाल्डो एमबापे नेमार त यहाँ त घरै पछि छन् यहाँ तर तिनीहरूको नाम अलिकति नचलेर मात्रै हो नत्र यो ग्राउन्डमा खेलेर मेस्सी एमबापे त कति आयो कति गयो त्यो अब तिनीहरूलाई अब नाम चलाउनु पर्छ हामीले यहाँ यो पुरा यो अर्ग्यानिक भन्थ्यो त्यस्तै यो गाउँले पाराको पुरै यो चोया काटेर बाँसको त्यो देख्न सक्नुहुन्छ यस्तो बनाएको छ यहाँ कचरा राख्नलाई होइन यहाँ कागज सागज अनि यता ड्रम छ अरू केही भन्न छैन एकदम राम्रो मान्छे हुनुहुन्छ हाम्रो गाउँमा कतिमा आइयो माथि गाउँ म त जन्मेदेखि बोल्न हेर त बोलेको जन्मेदेखि बोल्न आएर यार यस्तो पनि हुन्छ गाउँमा यार ल यतापट्टि देख्न सक्नुहुन्छ भ्युज खोला देख्नु भएको छ नि यही खोलाकै तल झर्ना देखाइरहेको हुन्छु नि मैले बेला बेलामा भिडियो सबै देखाएँ अहिले तपाईँ अनि यही झर्ना यो पानीको हकै तर झर्नामा होइन यसको मूल यहाँ माथि छ आधापट्टि अनि अलिकति तल मूल छ अनि त्यहाँदेखि हामी तलदेखि हामीले खाने पानी पनि तलदेखि लिएर गइन्छ त्यो झर्नाको पानी आउने ठाउँमा त्यो झर्ना देखिरहनु भएको छ होला है पक्कै पनि त्यो यस्तो दामी झर्ना छ आउनु होला है सो यतापट्टि आउँदैछन् हाम्रो ल यो दृश्य देख्न सक्नुहुन्छ हाम्रो गाउँ यस्तो दामी छ कि ल हेर्नु त स्वर्ग त के हो र तपाईँहरूले स्वर्ग के देख्नु भएको छ र मरेर देखिने स्वर्ग होइन कि यो हो स्वर्ग यो हो स्वर्ग देखाउ नि क्या रमणीय ठाउँ छ यहाँ देख्न सक्नुहुन्छ यो ढुङ्गा यस्तो ढुङ्गा फोरेर यहाँ बाटो बनाइएको छ यतापट्टि हाम्रो विशेष अमृता नेउपाने हुनुहुन्छ के छ हेर न रिसार हेरेछ के ल यताबाट फेरि अर्को पिठा खाइयो देख्न सक्नुहुन्छ यो स्वर्ग यहाँ हेर्न आऊ कि यहाँ यो स्वर्ग भनेको मरेपछि मान्छे स्वर्ग पुग्छ पुग्दैन थाहा छैन तर यहाँ आयो भने तपाईँहरू स्वर्ग पुग्नुहुन्छ कि यो दृश्य क्या रमणीय ठाउँ छ यार यो हाम्रो गाउँ यो माथिल्लो गाउँ सो देख्न सक्नुहुन्छ यो दृश्य वा लुक एट दिस भ्युज गाइज यार क्या दामी छ ल आउनु होला है तपाईँहरू यहाँ पुरा होमस्टेको व्यवस्था छ ल आउनु होला दामी छ यहाँबाट पुरा माछा पुछ्रे हिमाल सहित देखिन्छ डाँडाको घरमा आइयो त्यो देख्न सक्नुहुन्छ यहाँको भ्यू ल यता यस्तो दामी भ्युज छ देख्न सक्नुहुन्छ यो हाम्रो गाउँ यो स्वर्ग यहाँ आउनु न स्वर्ग हेर्न यार मरेपछि स्वर्ग ए नमस्कार बा के छ आरामै हुनुहुन्छ ल यहाँदेखि देख्न सक्नुहुन्छ यो दृश्य वा क्या रमाइलो छ यार यहाँ लोकल भाले पुरा होमस्टेको व्यवस्था छ यो लोकल भाले काटेर खुवाइन्छ हामीले होइन आइज मलाई चिन्नु भयो चिन्नु होइन ओ यहाँ तल बाटारे गुम्बा चिने हो कि मैले हजुरलाई चिने हो मलाई चिन्नु मलाई त्यहाँ तल बाटारे हामी सुन्नु हो त्यहाँको माथिमा मन्दिरमा बसेको होइन मन्दिर मुनि घरबाट मुनि घर हो मेरो पहिला मन्दिरको पूजा गरेको थिएन हो हो यताबाट हो कि बाटो यताबाट छ छैन हो त्यहाँ माथि काउले छ हो त्यो माथि स्याङ्जा ल यो दृश्य देख्न सक्नुहुन्छ वा यार यहाँ हाम्रो गाउँ यस्तो दामी गाउँ छ त्यसै हो र म यो गाउँ छोडेर जान मन नलाग्ने यति रमाइलो छ हो शेर्पा त्यो गुरुङ हुनुहुन्छ हाम्रो यहाँ मौरीको मह छ त्यो देख्न सकिन्छ काँक्रा छैन काँक्रा छैन ल काँक्रा राखिदिनु ल आउँछ आउँछु है ए अहिले साल आउँदा म होइन दाइ हो
म उता काठमाडौँतिर छु म दाइ उता पश्चिमतिर छ अहिले त ल ल घाँसपात कोँडो खाएर हुर्केका बाख्रा हुने चापट होइन पुरा कोँडो खाएर मकैको चापट होइन कि यो सो हामी आइयो यस्तो हावा कराएको छ नि सर दिन सक्नुहुन्छ यतापट्टि हाम्रो भाइ बहिनीहरू दिदी भाइहरू छन् यतापट्टि पिङ खेलेका छन् केटाहटी चाहिँ चच्च हातमा फोहोर लगाइ यहाँ हेर न कति मजाले खेलेका छन् सो देख्न सक्नुहुन्छ यहाँदेखि तपाईँलाई मैले हाम्रो घर देखाउँछु ल है ल देख्न सक्नुहुन्छ हो उहाँ तलैमा जुम गर्छु कस्तो देखिन्छ है त ल हो यो देखियो नि यो हल्का यो सेतो सेतो हो त्यहीँ है मेरो घर देख्नुभयो त्यो दामी छ अब यहाँ पिङ सिङ खेलिन्छ यस्तो पिङहरू राखेको रहेछ त्यहाँ अर्को पिङ पनि छ र उसको बाँस गाडेर बनाएर रहेछ यहाँ पिङ त चुन्न लाएर अघिल्लो सालको रहेछ त्यो पुरानो छ देख्न सक्नुहुन्छ अब यहाँ हामी फोटासोटा खिचिन्छ अनि लागिन्छ धेरै बेर त यहाँ भुलिँदैन किनकि हामी अलिक टाढै जानुपर्ने छ यहाँदेखि अनि यो पिङ पनि छ कि यहाँ अघिल्लो साल चाहिँ राखेको रहेछ अहिले यसपालि चाहिँ रहन्छ यो पिङ देख्न सक्नुहुन्छ यहाँ यो छ यो बाँस हेर न सुकिसकेछ अनि यो पिङ चुड्छ कि नै भाइ यो बलियो छ यो बलियो चाहिँ रहेछ यहाँ अब म पिङ खेल्छु देख्न सक्नुहुन्छ ओ त्यहाँ भ्यू पोइन्टहरू पनि जस्तो त्यो फोटोसोटो खिच्नको लागि रहेछ सो देख्न सक्नुहुन्छ यो दृश्य वा यतापट्टि हाम्रो गाउँ चाहिँ यतापट्टि पर्वतको दक्षिण साइड पर्वतको पैयुँ गाउँपालिका महाशिला गाउँपालिका बियादी गाउँपालिका यता देख्न सकिन्छ सो यतापट्टि देख्न सकिन्छ वालिङ नगरपालिका अनि बयरेघारी के अरे भिरकोट नगरपालिका गलेङ नगरपालिका यतापट्टि देख्न सकिन्छ यो वालिङ पर्छ यतापट्टि गलेङ नगरपालिका पर्छ यतापट्टि भिरकोट नगरपालिका पर्छ त्यो देख्न सक्नुहुन्छ यहाँको दृश्य यहाँ क्या रमणीय छ यता तल दुम्यान्जिङ छ सो हाम्रो टोलीहरू यता हामै ल सो यो दृश्य देख्न सक्नुहुन्छ ल यहाँ हाम्रो तिलक भाइ ल पिङ खेल बाबु पिङ खेल्यो भनेको पिङ हुँदो रहेछ यो पोहोरकै है छ अनि यो रसीहरू पनि गल्न लागिसकेको छ बाँसहरू सो देख्न सक्नुहुन्छ यता पौवा पनि रहेछ क्या दामी वा यार यतापट्टिको साथीहरू कति धेरै थियो कि मेरो ओहो कहाँ छन् कहाँ आजकल त कोही जाँदा कोही होइन सँगै पढेको भन्न खोजेको तपाईँहरू कहिले हो यहाँ गएर यहाँ के चाहिँ हाम्रो यहाँ ठ्याक्कै आमामा सो देख्न सक्नुहुन्छ लिएन बाबुले के ल्याइछस् खाना पऱ्यो सो हाम्रो यो दृश्य देख्न सक्नुहुन्छ यतापट्टि होइन नि यहाँ ल यति हो देख्न सक्नुहुन्छ अब यहाँ हाम्रो फोटासोटा के सुटिङ हुन्छ यहाँ सब खै त तिमीहरूलाई सकिसक्यो रहेछ यहाँनिर फुट्दै नकुर्ने कि मलाई आहा यहाँ फोटासोटा खिच्यो दामी दृश्य देखिएको छ यतापट्टि देख्न सक्नुहुन्छ यता रमाइलो गरेका छन् यहाँ प्लास्टिकहरू यहाँ फालिएको छ मैले खाएको यो चाउचाउ र फ्रुटी चाहिँ मैले डस्टबिनमा फालिदिन्छु तिमीहरूले त्यो बोका भाइ सो देख्न सक्नुहुन्छ यहाँ डस्टबिन छ डस्टबिनमा फालिदिन्छु मैले यतापट्टि देख्न सक्नुहुन्छ यो दृश्य वा यार क्या दामी छ यो जुत्ताले पो लड्काएर मलाई मार्ने भयो यहाँबाट गुल्ट्यो भने त म त म तल हो नि सिधै फेरि सो रमाइलो छ है ल यतापट्टि देख्न सक्नुहुन्छ वालिङ बजार ल ओहो ल यहाँ ट्याक्क रमाइलो गरिरहेको छ हाम्रो साथीहरूले ल क्या रमाइलो छ यार कस्तो हावा गराइरहेको छ नि पिङ खेल्ने क्रमहरू छ हामी यतापट्टि छौँ हाम्रो टोली यतापट्टि यहाँ पिङ खेलिरहेका छन् हाम्रो बहिनीहरू सो देख्न सक्नुहुन्छ यो दृश्य ओ धन्दै आउने भनेको त्यति हो धन्दै गइसकेको थिएँ ल हाम्रो घर चाहिँ हो त्यहाँ छ मैले ओ कहाँ गयो कि मेरो घर तिलक तर म यहाँ बसेर खेलाउँ न बुढाबुढी बहिनीहरू यतापट्टि खेलिरहेका छन् ए हाम्रो गाउँको बहिनीहरू यता खेलिरहेका रमाइलो गरिरहेको तिमीहरू हुन्छ यो केटाटी खेल्ने पिङमा यहाँ यस्तरी यहाँ सो दृश्य देख्न सक्नुहुन्छ होरेलले मेरो परान खाइछ फोटो खिच्दियो भनेर 100वटा फोटो मेरोमा मेरो भन्दा धेरै तेरो फोटो छ म जब घर आएँ काठमाडौँदेखि तब तेरो फोटो मात्रै घरमा अहिले त्यस्तो अहिले त कति गयो होइन काठमाडौँ हिँड्दा त
कस खिच्ने म बाहिर हिँड्दा हिँड्दा चाहिँ खिच्थेँ तर मेरो मोबाइलमा म घर आएदेखि मेरो भन्दा फोटो तेरो धेरै छ यहाँ ल यो बाटो हिँडिरह म यस्तो जुत्तासँग आएको छु म लती लड्का छु यिनीहरू पनि हिँड्न सकिरहन् म त सकेको छैन त्यो त देख्न सक्नुहुन्छ यो दृश्य ल आऊ है तिलक मेरो एउटा भिडियो गर्दा म गुल्टाइहाल्यो भने पनि त भाइरल हुन्छस् ओहो भन्दैन भाइरल हुने छैन राजा लाल भन्दै लडेर मरिदिएको कहाँ सेतीगाडी अघि हेर त घाटा जानलाई कति रेडी हुन् म मऱ्यो भने त एकजना त थाहा भाइ सो यतापट्टि देख्न सक्नुहुन्छ ल के छ गाइज ल है यहाँ हेर है बाटो यस्तो छ नि हामी खरबारीको बाटो पुरै यस्तो जुत्ता लाएर आएको नि म यहाँ यिनीहरू हिँड्न सकिरहन् म त 4 ठाउँमा लोटिसकेँ ल देख्न सक्नुहुन्छ यो डुम्रे हान्च्याङ ओ डुम्रे हान त देखिया होइन सिरवानी यतापट्टि ढिकी डाँडा तमादी अब तमादीतिर मेरो सँगै पढेका साथीहरू है धेरै धेरै सम्झना त्यसलाई डाँडाको टुप्पादेखि आएको सो यस्तो लोड्दै पढ्दै आयो नि यिनीहरूले यस्तो बाटो लिएर आएछन् मलाई हो टोली हो के छ सब आफ्नै आफ्नै धुनमा हान्थ्यो मोबाइल हेरिरहन् फोटो कस्तो आयो के आएको छ यतापट्टि यहाँ हेर यहाँ कुवा छ यहाँ स्विमिङ पुल हो यो